हेलो एन्ड वेलकम गाइस मेरो न्यू भिडियोमा सम्पूर्णलाई स्वागत छ। म यता सन्चै छु, आयो हजुर सबै सन्चै हुनुहुन्छ होला हैन। आज चाहिँ रुकुमसम्मको यात्रा गरिँदैछ। अब कति लाग्छ टाइमहरू हैन, हामी चाहिँ 2-3 जना कति हुन्छौँ, 3-4 जना जति कति जना हुन्छौँ निक्लिन आएको छौँ। अहिले चाहिँ लगभग चाहिँ 12-1 बजिसकेको छ हैन, 1 बजी दिउँसो 1 बजिसकेको छ। अब चाहिँ कतासम्म पुग्छौँ हामीहरू चाहिँ, हाम्रो प्लान चाहिँ खास कुरो चाहिँ चौरी खर्क हैन, स्पेशल चौरी खर्क भन्ने ठाउँमा चाहिँ जान लागेको छौँ। जस मौसम पनि जस पानी परिरहेको थियो, हिजो अस्ति पनि सम्म परिरहेको थियो, आज चाहिँ हल्का हल्का मौसम हल्का साफ गरेको छ, पानी चाहिँ परिरहेको छैन तर पर्ला जस्तै छ। आकाशमा टम्म बादलहरू पनि सबै गरिसकेको छ र अहिले चाहिँ म ठ्याक्कै घरबाट निक्लिन लाग्छु हैन। अब साथसाथै मामा पनि आइसक्नु भएको छ हल्का माथि चाहिँ। हाम्रो यात्रा चाहिँ जस बाइकमा हुनु लागेको छ। अब कतिजना हुन्छौँ हेर्दै जाउँ हैन, बाटो कतिको छ है। लाइफमा चाहिँ फर्स्ट टाइम गइदिएछ त्यो ठाउँमा हैन। अब सबै गएर चाहिँ त्यो ठाउँमा गएर भिडियोहरू फोटोहरू सबै बनाइरहेको छ। हामी पनि जाउँ न त कस्तो छ भन्ने ठाउँलाई हेर्नलाई पनि जान लागेको छौँ। है त गाइजहरू, यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला है त। त्यहाँको आसपासमा आइपुगेको छ अहिले चाहिँ फाइनली हैन। कपाल सपाल पनि काटेर हल्का फोटो बनाइएको छ। यस्तै हो मेरो डिजाइन, फेरि कपाल काट्ने डिजाइन यस्तै छ हैन। यस्तै आइसकेर कपाल सपाल काटिसकेको छु र हाम्रो चाहिँ अब केही छिनमा चाहिँ हिँड्नेवाला छौँ हामीहरू चाहिँ। अब जान्छ कहाँबाट बाटो यहीँबाट तल वर्षातुसम्ममा हिँड्नु नि अलिक गाह्रै छ होइन। अर्को बाटो चाहिँ बाटो बिग्रेर चाहिँ नयाँ बाटो आएको, नयाँ बाटोको नि त्यस्तै त्यस्तै छ अरे अवस्था। अब कस्तो हुने हो है गाइजहरू, यस्तो यस्तो ठाउँमा हिँडिँदैछ अहिले चाहिँ। ल गाइजहरू, हामी चाहिँ अब लगभग चाहिँ पैदल यात्रा गर्ने ठाउँमा चाहिँ आइपुगेका छौँ होइन। बिहानै हिँडेको होइन। अब चाहिँ हामी चाहिँ काँक्री भन्ने ठाउँमा बसेको थियौँ। काँक्री भन्ने ठाउँबाट चाहिँ बिहान लगभग 4 बजीतिर हिँडेको थियौँ। अहिले चाहिँ ठ्याक्कै कति बजी टाइम कति भएको छ? लगभग 5 बजिसक्यो नि, म हेर्नुपर्ने हो। 5भन्दा पनि बुढी छ, 5:24 भइछ, 5:24 भएको छ। अब चाहिँ हामी पैदल यात्रा गर्नेवाला छौँ होइन। माथिसम्म पुग्नलाई चाहिँ कति जति टाइम लाग्दो रहेछ होइन, हेर्नेवाला छौँ। अब यस्तो छ मौसम पनि हल्का चाहिँ मौसमले चाहिँ पानी पर्ला जस्तो छ होइन, हल्का छिटा पनि हानिरहेको छ है। अब यस्तो छ यहाँबाट चाहिँ यो ठ्याक्कै यो ठाउँलाई चाहिँ के भन्दो रहेछ ठ्याक्कै चाहिँ नाम चाहिँ थाहा भएन मलाई चाहिँ। यो चाहिँ यहाँनिर चाहिँ एउटा पहिले कता मैले भिडियो पनि देखिरहेको थिएँ। यो घर चाहिँ एउटा उसमा चाहिँ वनमा अब एउटा सरकारी जग्गामा परेको कारणले चाहिँ सबैले चाहिँ यो गाउँले पनि यहाँ ढालेको थिएँ घर चाहिँ। मैले ठ्याक्कै यही आसपासबाट चाहिँ उखालो लाग्दो रहेछ। यता चाहिँ हल्का माथिसम्म चाहिँ जस साधनहरू जान्छ तर बाटो खराबको कारणले चाहिँ हामीले यतै राखेर चाहिँ उखालो लाग्दैछौँ यहाँबाट चाहिँ माथितिर लाग्छ। जसले यहाँबाट उखालो लाग्दैछ यताबाट सब ऱ्याङ्गोट लगाएर चाहिँ उखालो लागिसकेको छ। बस बेलैमा आउँदो रहेछ यार। हामी चाहिँ सबैजना चाहिँ फर्स्ट टाइम आएको ठाउँ हो होइन। अब कस्तो छ कति लाग्छ टाइमहरू त्यो चाहिँ थाहा छैन है। बाटो चाहिँ यस्तो रहेको छ, पैदल यात्रा गर्नुपर्ने। पानीले गर्दा चाहिँ आज बर्सातको समयमा चाहिँ यस्तै हो जताततै। लगभग चाहिँ हाइटमा त हाइटमै आइसकेका छौँ तर ठ्याक्कै आउनुपर्ने ठाउँ चाहिँ अझै आइपुगेको छैन। खै त बाटो होला सायद, रोड त अलि ठुलो हुनुपर्ने बाटो हो। बिहाको होइन त माथि किन वजन छ यार। ल गाइजहरू, हामी चाहिँ 1 घन्टाको बाटो हिँडेर अब चाहिँ हल्का नास्ता पानी गरौँ भनेर चाहिँ हल्का बुगेर लिएको थियो। पानी बिस्कुट बुगेर आइएको थियो। त्यो चाहिँ हल्का नास्ता पानी चाहिँ गर्दैछौँ हामीहरू चाहिँ। एउटा मैले पनि हो, मैले पनि हो, तिन त 4 घन्टा। कस्तो प्याकेट ल है हामी चाहिँ कफी बनाउँदैछौँ भनेर बनाउनु यसरी फिटेर खाँदैछौँ हामीले चाहिँ। या फ्यात्तै भिज के पहिलो तैलाई छ खान्छस्? मलाई त खाँदैन, मिठो मान्दा त क्या छ होला। अब यति हो ल्याएन हामीले त कति थोडा हुँदो रहेछ है पर्ने 50 पाना कति छन् 1 2 4 वटा 8 वटा डर्जन होला 12 वटा हुँदो रहेछ मैले हजुर कमी एउटा खा अनि त्यसो भाग लाग्छ ल छैन एउटा अब त भाग्नुपर्छ एउटा पर घाँसहरू यस्तो छ घाँसहरू तर
गाह्रो छ कति तितो भएको छ ठिकै छ ठिकै छ अहिले हुन नि राख्छ है बढियो भइगयो ठिकै छ त्यति बढी छैन म चाहिँ अलिक खाना बानी नपरेर हो यो दिदीहरू कहाँदेखि आउनु भयो दिदी चौरदारी उता चौरदारी पश्चिम हो नि चौरदारी त मेरो जागिर पनि यसो हेर्दाखेरि हर्दाखेरि छराउनु जस्तो लाग्छ यसो उभिँदाखेरि नछराउ जस्तो लाग्छ जागिर पनि गर्मी छ ओके नछराउ जस्तो लाग्यो त के गर्ने यहाँ त हर्दा पसिना जान्छ म त अहिले चाहिँ केही छिनमा छराउँदैन त्यसपछि अहिले त्यस्तै गर्मी भन्छ सहरतिर घुम्नुहुँदा त यस्तो यस्तो ठाउँहरूमा चाहिँ घुम्दा मनै आनन्द हुने के मजाको हावा चिसो हावा ठिक छ हिँड्नु चाहिँ ठिक छ त्यस्तो जता ठिक छ उतै हिँडिदिने हामीलाई बाटोसँग सरकारै होइन त्यो पनि बाटो बनाइसकेको रहेछन् जीवनमा चाहिँ यस्तो आउनु पर्ने ठाउँहरू यस्तो यस्तो ठाउँ घुम्नुहोस् तपाईँहरू मनै आनन्द हुन्छ ल्याउँथ्यो त काठमाडौँ जाँदा एकचोटि नवलपरासी कहाँ खाएन बियर जस्तै मानेन त छोड्दै हामी चाहिँ रेड बुल खाँदैछौँ होइन इनर्जी ड्रिङ्क के गर्नु हजुर ठाउँमा जति लेखा आउनु जतिको त्यत्तिकै होइन हर्न सकिन्न बसिन्छ होइन के गर्नु बाटो यस्तै घाटो छ यो यस्तो कुहिरो लिइसकेको छ अब के गर्ने यो मौसमले साथ दिन्छ कि दिन्न कि यो त हामी द्वधारमा छौँ होइन अब कस्तो हुने के हुने होइन हाम्रो छेउमा बियर जस्तै हुन्छ कि त्यो त त्यस्तै मान्नु भयो त्यस्तै मान्यो त्यो के हो खास गरी के हो त्यो यो खाने अरू खाने हो दुई थरीका छन् चाउ त तिनवटा छवटा हाल्यो फरक फरक हाल यो पिर्ती खानु त पिर्तीको फुला त्यो पनि पिर्ती नै हो त्यो अलि लाग्नेवाला पिर्ती हो कि पिर्ती हुन्छ त्यो करेन्ट जस्तै लाग्नेवाला खुर्सानी होला सायद त्यसलाई चाहिँ अहिले के गर्नु हजुर त्यसै घुम्न आइसकेपछि अब भात खाना त भएन होइन यस्तो यस्तै खाएर चाहिँ काम चलाउनु पर्यो चाउचाउ खाएर काम चलाउनु पर्यो तर आज त भिजिसकेको छ यार आधा आधा यस्तो आएछ यार पसिना यार ल आइज लगभग चाहिँ ठाउँमा आइपुगेका छौँ होइन लगभग चाहिँ कुहिरो लागेर अलि त 1-1.5 घन्टा चाहिँ हाम्रो ढिलो भएको छ जुन आउने समयभन्दा किनभने 8 बजिसकेको छ र हेरौँ अब फार्छ कि 10-11 बजीसम्म आश गरौँ घर नगरौँ होइन यस्तै छ मौसमले चाहिँ हल्का साथ दिइरहेको छैन हेरौँ 1-1.5 घन्टासम्म कस्तो हुन्छ त्यसपछि हाम्रो हेडाइ चाहिँ जोस् 1-1.5 घन्टा चाहिँ हल्का ढिलो भयो जस्तो भयो होइन यो मौसम अलि अगाडि चाहिँ हामी यात्रा गर्दाखेरि चाहिँ हल्का जोस् राम्रै सभा देखिरहेको थियो 1 बजी हिँडेको चाहिँ केही भेटाउँदो रहेछ फुलहरू चाहिँ एउटै थरीको मात्रै देख्दैछु त पियानो कलरको होइन यस्तो रहेछ यहाँको माहौल होइन अब जोस् फुलहरू चाहिँ थरी थरीको पाउन चाहिँ अलिक गाह्रै रहेछ हजुर खगेन हजुर भिडियो बनाउने हुन्छ बनाऊ ल है त रोल्पाले र सल्यानीको अब भेट भइहाल्यो चौरी खर्कामा तपाईँहरू पनि सल्यानी है दाइ सल्यानी होइन ए हो ल ठिक छ
छङ्के फुलाकीले आउने बनायो मलाई छङ्के फुलाकीले आउने बनायो ओ छङ्के फुलाकीले आउने बनायो हामी चाहिँ रोल्पाली 3 जना मात्रै छ एकजना यता हुनुहुन्छ क्यामेराम्यानमा बस्नु भएको छ अनि एकजना चाहिँ म नै हो क्यामेराम्यान अनि एकजना चाहिँ यहाँ खबरमा हुनुहुन्छ अनि अरू चाहिँ जति यता हुनुहुन्छ सब सल्यानी ग्रुप हुनुहुन्छ हाम्रो टोलीले त नाच भइरहेको छ रे बेला बेला जान्छ ल गाइजहरू चौरी खर्क चाहिँ यही रहेको छ जियोस् चाहिँ हामीहरू चाहिँ अहिले चाहिँ फर्किन लाग्यौँ किनभने मौसमले हल्का साथ दिएन कि हाम्रो चाहिँ कस्तो पनि ठ्याक्कै 1 घन्टा लस परेको रहेछ हामी चाहिँ 8 बजे आइपुग्यो अनि उताको चाहिँ हामी चाहिँ अरूको कुरा सुनेर लगभग चाहिँ 10-11 बजीसम्म चाहिँ राम्रै हुन्छ भनेर चाहिँ बिहान चाहिँ हामी चाहिँ 3 बजे उठेर चाहिँ काँक्री ठाउँ कुर्ने काँक्री हो कि के अरे त्यही त काँक्री ठाउँबाट चाहिँ हिँडेर आएको थियौँ बिहान चाहिँ तलसम्म चाहिँ आएको थियो हाम्रो चाहिँ के कारण थियो भने हामी चाहिँ अलि बिहानै उठेर हिँड्थ्यौँ होला 3 बजीतिर 4 बजी अलि के कारणले चाहिँ 11 बजीसम्म चाहिँ सफा हुन्छ भनेर चाहिँ त्यही अनुसारको प्लान बनाएर हिँड्यो तर यहाँ चाहिँ लगभग चाहिँ 8 बजी आइपुग्दाखेरि चाहिँ यहाँ चाहिँ 1 घन्टा लस परेको जस्तो भयो होइन त्यस कारण चाहिँ अब चाहिँ हामी फर्किन लाग्छौँ अहिले चाहिँ यता गाइजहरू अब चाहिँ जान्छौँ तलतिर यहाँ चाहिँ तल चाहिँ लुकुममा चाहिँ मेला छ अरे होस् झाँक्री मेला भन्ने चाहिँ लाग्दैछ अरे आज चाहिँ हामी त्यहाँ गएर चाहिँ हेर्नेवाला छौँ हल्का रमाइलो कस्तो छ के छ होइन अघि आया नक्सा यतै हो जान त हो जस्तो लाग्छ मलाई पर झर्दै छ बाटो चाहिँ यतै छ जस्तो लाग्छ होटेलमा ल होटेलमा भयो गाह्रो त उधारोमा कुदेका जाउँ त जाउँ ल हुन्छ ल बादल सरेको पानी परेको गाह्रो भएन सेन खुलेर चाहिँ वरपर हेर्ने चाहिँ हुन्थ्यो टुइटुलै गर्नु गऱ्यो चिसो त यहाँ चाहिँ आउनुपर्ने अहिले पहिले आउनुपर्ने रहेछ सुरुवातमै आएछ राम्रो हो आजभोलि चाहिँ खासै काम देखेन माथि त फुलहरू भए पनि सबै छिनेर सकिसकेको रहेछ छैन माथि त उडायो यो फाइनल्ली हामी चाहिँ उक्लेको ठाउँमा आइपुगेका छौँ के गर्नु हजुर यस्तै छ पानी फेरि पर्न छोडेको छैन बर्सातमा चाहिँ यात्रा गर्नु नि गाह्रै छ मेला लाग्ने कता यतै हो तल मेला लाग्ने तल ए ठिक छ त्यही त हामी त मान्छे देखेको ल गाउँदेखि तल ल ठिक छ जाम त तलबाट खोज्नु है
आरामै आरामै छु ब्रदर भर्खरै आएको भर्खर आएको मेहनत त सुरु भइसक्यो हो हामीले अब हामी पनि जाने हो फुलको लागि त सबै त्यही गइरहेको छ त्यही हेर्नलाई यो वर्ष त छिनिहाल्यो तर अर्को वर्ष चाहिँ एउटा नियम चाहिँ बनाउनुपर्छ यहाँको मान्छे त्यहाँ चाहिँ आयोजकले नियम बनाएर चाहिँ अहिले त्यहाँ तपाईँको त्यहाँको फोहोर पनि साफ गर्नु गयो नि फोहोर पनि लास्ट पानी खाइराखेर त्यहाँबाट आउँछ चिसो कतिको छ बबालै होला होइन मामा छुनै सकिनु त पानी यार यो धुपी चल्ला बर्सातले गर्दा चाहिँ सबैतिर चाहिँ छाताहरूको चक्कर छावा छ हामी चाहिँ खास कुरो प्लान चाहिँ हामी चौरी खर्काको थियो भने त्यहाँको चाहिँ भने जस्तो भिडियोहरू सबै गर्न नपाइयो यहाँ आएर चाहिँ नयाँ कुरोहरू देख्न पाइएको छ पनि हाम्रो चाहिँ फाइदाजनक कुरा हो फाइदाजनक चाहिँ अब झाँक्रीको नाच हेर्न पाइयो भिडियोहरू चाहिँ अहिले आउँदैन होला साउन्ड आउँछ र साउन्ड हिँडेको यस्तो साँग्रोमा बन्छ त ट्राई गरौँ बनाउने नआउनु हजुर हजुर आज चाहिँ हामी रुकुम पूर्वको चाहिँ यो रुकुममा चाहिँ एउटा आज चाहिँ झाँक्री मेला हुँदै रहेछ उहाँ चाहिँ ज्याक्दा एकदम नेपाली बोल्ने उहाँको चाहिँ म पहिलेदेखि नै बिग फ्यान थिएँ ठ्याक्कै चाहिँ उहाँसँग भेट्न पाउँदा एकदम खुसी लाग्यो कस्तो लाग्यो यहाँ रुकुम फर्स्ट टाइम हो कि म चाहिँ पहिलोचोटि रुकुम जिल्ला पुग्नुभयो एकदम रमाइलो लाग्यो ब्रदर 5 दिन हुनु लाग्यो जाने मन छैन यहाँको संस्कृतिहरू हेरेर पछि म तपाईँ अहिले कहाँ बस्दै हुनुहुन्छ अलि माथि आउँदै रुकुममा बस्छु उता अलिक कुनैमा छ तपाईँको च्यानल के छ च्यानल खगेन जिएम छ हजुर खगेन जिएम छ युट्युब हजुर फेसबुक खगेन जिएम खगेन मगर सबैजना प्लिज सब्सक्राइब टु हिज च्यानल माया गरिदिनु होला उहाँ चाहिँ एकदमै बाहिर भएर पनि नेपाली बोल्दा चाहिँ एकदम खुसी लाग्छ त्यही भएर चाहिँ उहाँको चाहिँ म एकदमै ठुलो फेका फ्यान हो थ्याङ्क यू म आजदेखि तपाईँको ठुलो फ्यान हो भएको छ यो ठाउँबाट चाहिँ हामी निक्लिसकेका छौँ ल जियोस् रुकुम पूर्वमा आएर चाहिँ आजको चाहिँ झाँक्री नाच बबालले हेरियो होइन एकदम लाइफमा चाहिँ हामीले चाहिँ फर्स्ट टाइम हेऱ्यौँ यसरी बहुत रमाइलो गर्दो रहेछन् र अनौठो कुरा के हो भने चाहिँ यहाँ सिस्नोहरू कुवाहरू लिएर चाहिँ
नच्दै नाच्ने हानाहान गर्ने चाहिँ यो चाहिँ एउटा चाहिँ अनौठो प्रकारको रहेछ र सँगसँगै झाँक्रीहरू चाहिँ बसेर चाहिँ एउटा परम्परागत कुराहरूमा चाहिँ पहिलेदेखि गर्दै आइरहेको वर्ष साल चाहिँ यही कति हो आज चाहिँ खास कुरो 4 गते होइन ठ्याक्कै चाहिँ साउनको 4 गते चाहिँ यो चाहिँ प्रत्येक वर्षमा चाहिँ हुँदो रहेछ र हामी चाहिँ आज मात्रै थाहा पाएको पहिले चाहिँ यसरी ज्ञान थिएन यसले आज आएको बेला चाहिँ ठ्याक्कै यस्तो देख्न पाइयो एकदम खुसी लागेको छ नाचगान चाहिँ अझ सँगसँगै चाहिँ एउटा झाँक्री नाच भइरहेको छ हामी चाहिँ निक्लिनु भएको अलिक टाढो जाने भएको कारण चाहिँ हामी निक्लिसकेका छौँ यहाँबाट चाहिँ गाउँ पनि भ्रमण गरियो साथसाथै चाहिँ सबै दृश्य पनि देख्न पाइयो मेलाको बेलामा ठ्याक्कै मौका परेको बेला रुकुमको लुकुमबाट नै अब चाहिँ हामी बिदा हुन लागेको छ यहाँबाट नाच राम्रो नाच्दैछौँ हामी घर पुगिन्जेसम्म यस्तै बाटो हुन्थ्यो भने चाहिँ कतिमा पुग्थ्यो होला लगभग चाहिँ 2 घन्टा लाग्ने ठाउँमा चाहिँ 1 घन्टामै पुगिन्थ्यो होला तर के गर्नु बाटो यस्तो छैन भने जस्तो अस्तिको आउँदाखेरि चाहिँ बाटो खराब भयो कारण धेरै टाढो घुमेर चाहिँ त्यो हल्का दुःख पाइएको थियो आज चाहिँ बाटो थपाङको बाटो खुलिसकेको छ भन्ने सुनिएको छ अब चाहिँ हामी चाहिँ केतिर जान्छौँ खास कुरो चाहिँ हामी डाइरेक्ट गइहाल्छौँ अहिले हामी लगभग हिँड्छौँ होला त्यहाँसम्म यात्रा जारी हुन्छ रुकुम पूर्वको ठाउँहरू चाहिँ यस्तो छ यस्तो छ मजाकै छ रमाइलो छ दृश्यहरू ल गाइजहरू हामी चाहिँ अहिले चाहिँ ठिकै खाबाङमा आइपुगेका छौँ हामी चाहिँ अहिले चाहिँ नास्ता खाँदैछौँ हाम्रो नास्ता चाहिँ अब बिहानदेखि हल्का भोकाएको कारणले चाहिँ हामीसँग चाहिँ चाउमिन खाँदैछौँ यसरी घरमा खाँदैछौँ त्यही यस्तै बर्सातमा होइन हिँड्नेवाला छौँ होइन जानु पऱ्यो गन्तव्यतिर समुद्र पुग्नु पऱ्यो पानी आउँदैछ बर्सात आउँदैछ थाहा छैन यहाँ पनि अब गाडी त गइरहेछन् भन्नुहुन्छ होइन त्यहाँसम्म पुग्छ माथि पुग्छ खलाङसम्म पुग्छ खलाउँदा नि यता हिमाथीसम्म छ अरे हिमाथी कहाँसम्म हजुर ठिक छ हुन्छ त बस्नु होला ल गाइजहरू अब चाहिँ आफ्नै ठाउँमा आइपुगेको छ होइन गाउँ चाहिँ उता रहेको छ कोहीको चाहिँ अलि माथितिर कोहीको चाहिँ यतातिर छ रिनाम त हिँडेर जाने होला होइन ल हिँडेर जाने हो तिमी होइन न त पर गइजान पनि फेरि झार जाने भन्छौ ल त घुम्न फेरि अर्को त त्यतै जाउँ ल कन्ट्याक्ट गर्दै गरौँ ल नम्बर त तिम्रो त्यही हो नि 25 वाला हो नि ल फाइनली घर पनि आइपुगेको छ आजको भिडियो यति नै होइन मन पऱ्यो सबैले यो भिडियोलाई चाहिँ लाइक अनि कमेन्ट अनि सेयर पनि गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन्छु है त।